गाइस यो चाहिँ हो नि त पारा यस्तो पारा होइन त पारा कस्तो छ पारा यस्तै छैन पारा राम्रो छ पारा यस्तो घुम्नुपर्छ है सारा साथीहरू नमस्ते आज चाहिँ म ब्लू वाटर जाँदैछु सो ब्लू वाटर जाँदा जाँदै मैले सानो 20 मिनटको भिडियो बनाएको छु भिडियो सबैले हेरिदिनु होला राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला है त म चाहिँ अब यहाँबाट यो भिडियो बनाउन सुरु गरेँ ओके भिडियो हेरेर सब साथ दिनु होला बाइ सी यू द भिडियो गाइस सो गर्मी भयो गर्मी हाई गर्मी चाहिँ ब्रिजमाथि छु ब्रिजमाथि एउटा खिचिरहेको छु उहाँ हेर्नुहोस् त टक्कसँगले सिपमा मजाले मान्छे पर्यटकहरूलाई त्यसलाई लाने गरिन्छ। कति छ चेटो त्यहाँनिर यहाँबाट झन् मैले देखिँदैछ रमाइलो छ नि है जिन्दगी टक्क होइन एउटा सपना टक्क आफू पनि एउटा सपना एउटा घर हुनु अरे टक्कसँगले बस्नु अरे कति रमाइलो जिन्दगी थिएन साथीहरू आफ्नो एउटा घर हुनु यहाँनिर होइन के गर्नु आफ्नो बाबुबाजेले पहिला अब गाता पुऱ्याइदिइहाले छैन है त्यही भएर के गर्नु सपनै हुन्छ हे यस्तै छ है साथी यस्तै छ अब म यहाँ लाग्छु सो अब मैले यहाँको दृश्यहरू मैले कैद गरिसकेँ अनि त्यसपछि अब म चाहिँ अब उता पारि जानेछु त्यो ब्लू वाटर फ्लोरिङ छ नि त्यहाँ जानेछु त्यहाँ थोरै एउटा ब्रिज छ त्यहाँनिर चाहिँ सायद 9 साल मान्छे तपाईँ पनि हेर्ने छु अनि ऊ पर आउँदै हुन्छ ठुल्दिदीहरू हाततिर आउँदै हुन्छ हेर्नु होला सो है त त्यही छ ओके सी यू सो गाइज यो चाहिँ मेरिनाको एकदम जाम हुने बाटो हो यहाँ चाहिँ एकदम केयर गरेर रोड क्रस गर्नु होला यहाँ फेरि बिचबाट ट्रेन कुद्छ है त्यो लिकबाट ट्रेन कुद्छ अहिले यो ट्रेन सायद आउँदै ट्रेन आइसकेछ पर ट्रेन आइसकेछ यो एरिया चाहिँ आउनुभयो भने कोही है एकदम केयर गरेर रास्ता काट्नु होला नभए फेरि अचार हुन्छ है ल किन गएको यहाँबाट आउट भइरहेछ ट्रेन जाँदैछ नि त यता एउटा बाटो छ यहाँबाट बिचबाट ट्रेन जाँदैछ है यता ट्रेन ल यसरी छ अब यो ट्रेन गइसक्ने बित्तिकै फेरि उताको उतापट्टिबाट त्यही बाटोमा गाडी कुद्नेछ ल हेर्नु यो दुबई ट्रम ट्रेन हो है सानो खालको ट्रेन अब म चाहिँ बाटो काट्दैछु सो ट्रेन पनि गइसकेको छ हामी त बाटो काटेर अब पारी पुग्ने है त ल यस्तै छ अब त्यही अघि ट्रेन गएको बाटोबाट फेरि गाडी कुद्छ हेर्नु है अब साह्रै यहाँ ट्रेन छैन सो म पनि छिटो यही यस्ता काटिहाल्छ बाटो फटाफट गरेर गाडीहरू वेटमा छ सो उता पनि वेट छ उता पनि वेट छ सो म चाहिँ अब रास्ता काट्दैछु यहाँबाट एकदम ध्यान दिएर काट्नुपर्छ है अब गाह्रो हुन्छ नि त मान्छेहरू जाम यो बाटो सधैँ बिजी नै हुन्छ ओके अब अगाडि गएर देखाउने छु अन्त साथीहरू यो भिडियो भरे एसएनएन सर्ट्समा डाउनलोड हुन्छ कसले हेर्नु होला है त म सबैलाई एसएनएन सर्ट्स युट्युब च्यानलमा एसएनएन सर्ट्स युट्युब च्यानलमा हालिदिनेछु सबैले हेर्नु होला दुबईको रमझम यो चाहिँ ट्याक्कै हाम्रो नेपालको त्यो के भन्छ ठमेल जस्तै छ मान्छे हिँडिराख्ने आइरहने भइराख्ने जस्तै छ है कसरी सुत्नु होला हेर्नुलाई भरे हेर्नु होला है त सो अब ऊ त्यो टावरदेखि थालिसकेको छ ऊ त्यो रिङ हो त्यो विश्वकै ठुलो रिङ अरे भनेर त्यो रिङ मानिदो रहेछ होइन हेरौँ अब त्यहाँ पुग्नलाई अझै 10 मिनट लाग्छ अझै त्यहाँबाट म यहाँबाट बाटो क्रस गरेर पछि दिदीको ठुल्दिदीको पछि लागेर म जाने नै छु त्यहाँ पुगेर फेरि म देखाउने छु हेर्नु
राम्रो राम्रो कुरा हेर्नु है नराम्रो कुरा देख्यो भने चाहिँ ओके। सो यो चाहिँ दुबई मेरिना बिच हो। यहाँ चाहिँ सबै धेरै पर्यटकहरू आउने ठाउँहरू चाहिँ सब पर्यटक बस्ने ठाउँहरू है। परसम्मै लाइन छ मान्छेहरूको, गाडी भाडामा लिने ठुल दिदीहरू पनि नाङ्गे हुँदैछ, दिदीहरू नहेर्नु होला। त्यहाँ कामेल कुद्दो रहेछ पर कामेल कुदिरहेछ कतासँगले कामेलमा चढ्ने कोही के गर्ने। त्यहाँबाट यता सब परैसम्म छ। आउनुभयो भने चाहिँ क्यामेलहरू चढ्ने, कोही गाडी चढ्ने, कोही के चढ्ने। म चाहिँ त्यो भएको टावर मुनि काम गर्छु, म त्यहाँ जाँदैछु अब है त। यो चाहिँ एकदम पपुलर जग्गा हो मेरिना बिचको। मेरिना बिचमा स्विमिङहरू गर्न आउने कोही मान्छेहरू प्रायः यहीँ हुन्छ, टुरिस्टहरू यही एरियामा। सो तपाईँहरू आउनुभयो भने पनि यो ठाउँमा आउनु होला, घुम्नु होला, नआउनु होला है। यस्तै छ चट्टसँगले। ल यहाँ यता उसको पत्ताको पहाडीपट्टि छ है त्यो मेरिना बिच। यस्तै छ। म चाहिँ यहाँबाट निस्केर सट्ट पारीबाट म त्यो टावर मुनि पुग्छु। त्यहाँ चाहिँ काम गर्ने ठाउँ हो मेरो। र अझै मैले यहाँबाट यो बाटो हिँड्दै गएर अझै 10 देखि 15 मिनट लाग्छ होला त्यहाँ पुग्नलाई। 10 देखि 15 मिनट त्यहाँ पुग्छु म। त्यहाँ पुगेर त्यहाँको थोरै टाइम मिल्यो भने त्यहाँ थोरै खिचेर म देखाउने छु, हेर्दै गर्नु होला है। ओके, सी यू। सो अहिले चाहिँ म अब यो मेरिना कटेर ब्लू वाटरतर्फ लाग्दैछु। यहाँबाट चाहिँ अगाडि ब्लू वाटर गइन्छ। ब्लू वाटर यहाँबाट गएपछि चट्टा त्यो पुलसम्म, त्यो पुलबाट म थोरै भिडियो बनाइदिन्छु, हेर्दै गर्नु होला। आजको भिडियो स्पेसल र खास छ, हेरेर नछुटाउनु होला है। म भ्याएसम्म अझै भिडियो अपलोड गर्नेछु। यदि भ्याइनेछु भने भोलिको च्यानलमा चाहिँ म अपलोड गर्नेछु, नबिर्सिनु होला है त। यही भन्दै फेरि म यो माथिबाट स्टेयरबाट माथि चढ्छु। अब यो स्टेयरबाट माथि कहाँसम्म पुगिन्छ त्यसपछि भनेको कुरो यहाँ आइपुग्यो। यहाँबाट अब यतातिरै सिप आइसकेको छ। सो उपर सानो सिप छ, यहाँ सानो सिप छ। यो प्राइभेट सिपहरू हो। हेर्नु त ल। सो अहिले म चाहिँ आइसकेको छु, यो ब्रिजमा चढिसकेको छु। यो ब्रिजबाट चाहिँ अब कहाँ पुगिन्छ भन्दाखेरि यो टावरको मुनि ट्याक्क मुनि पुगिन्छ हो। म काम गरेको त्यही टावर मुनि हो। सो आज गाडी नभएको कारणले गर्दाखेरि म मेट्रोबाट यहाँसम्म पारीबाट हिँड्दै यहाँसम्म आइसकेको छु। सो आज लास्ट दुःख पाएको छ। आज र भोलि यस्तो दुःख पाइनेछ। आज पुरै खिच्न सकिन्न, भोलि पनि खिचेर देखाउने छु तपाईँहरूलाई। हेर्दै गर्नु होला मेरो च्यानलमा। म चाहिँ थाकेर होइन ठिक भइसकेको छु। ठुल दिदी जाँदै हुन्छ पछाडि, ठुल दिदीले पनि हाई भनिदिनु सबैजनाले है। अर्को दिदी आउँदै हुनुहुन्छ। सो त्यस्तै छ है दुःख सुख परदेशमा। माथि कोही आकाशमा उडिरहेछन् मान्छेहरू। पैसा हुनेहरू आकाशमा उड्छन्, पैसा नहुनेहरू यसरी बाटोमा हिँड्नुपर्छ है। पैसा हुनेहरू आकाशमा, नहुनेहरू रोडमा। के छ है गाइज ल है त। अब म अर्को पनि सिप आएछौ। यसरी प्राइभेट सिपहरू हुन्छ, यहाँ चाहिँ जेटहरू आउँछ। त पर मैले देखाएको थिएँ नि अघि त्यो मैले मेरिनाबाट देखाएको थिएँ। मेरिनाबाट यो ब्लू वाटर हुँदै एउटा राउन्ड छ। यहाँबाट घुमाएर फेरि यता एक राउन्ड लगेर परै पुऱ्याउँछ होला होइन। अनि एकजना बराबर मैले चाहिँ 500 कति भन्नु सुनेको थिएँ, त्यस्तै होला। आफू चढ्न सकिँदैन के अरे, कुनै पैसा कमाएछ राम्रो भएछ भने चढेर पनि भिडियो गरौँ ल। त्यही भित्र चढेर होइन, सकेन छ भने सधैँ छ भने जिन्दगी यसरी गुड्ने हो होइन त। अरू केही छ भन्नु तल यसरी नुहाइराख्नु भएको छ सबैजना। यो पुरै स्विमिङ एरिया हो। सब मान्छेहरू हेर्नु त सही। ल म तलबाट माथि पुलमा आइसकेको छु। अहिले माथिसम्म आइसकेको छु। अब यहाँबाट फेरि यता जाने नै छु। यो दिदी मसँग पछि आएको, कहाँ जाने दिदी हो पनि बोल्दैन मुर्कुटा हो के हो। ल हेर्नु त यहाँबाट रमाइलो छ दुबईको लाइफ। पैसा छ भने यसरी रमाउने हो, छैन भने यसरी चल्ने होइन गाइज। अरू केही छ र जीवनमा। ठुल्दिमा रोक्यो किन पनि राम्री दिदीहरू फोटो खिच्दै हुन्छ ल है त। यस्तै छ टुरिज्म एरिया है। अब यहाँबाट फेरि म यस्तो गरेर त्यहाँ पनि पुग्नेछु। मेरो काममा ठाउँ त्यही मुनि हो, देखाउने छु।
यस्तो गाइस दिदी आइपुग्यो पछाडि है त तर झ्याम आमफाल्ला कस्तो होला नि माथि बनिसक्यो बाँचिन्छ होला साथीहरू भनिदिनु त त्यहाँ माथि भन्दा बाँचिँदैन होला नि माछाले खान्थ्यो होला है ल है त ल यस्तै छ है अब यहाँबाट थोरै फेरि म त्यहाँ पर गएर थोरै भिडियो गर्नेछु त्यहाँबाट त्यसपछि म भिडियो इन गर्छु अरू नभएको छुट्टै पुटेको भिडियो चाहिँ म भोलिको भिडियो फेरि गर्नेछु है त ल अब थोरै त्योमा टावरमा देखाउनेछु म साथीहरू म चाहिँ हाम्रो दाजुभाइहरू आइराख्नु पछिबाट किन्नलाई दाजुभाइहरू पछिबाट के हुनुहुन्छ सो म चाहिँ अब यहाँबाट चाहिँ यस्तो भएर यो त लाग्नेछु है त भेटौँ न त्यहाँ पुगेपछि हो यहीँबाट फेरि अब तर एन्ड यस्तो घुमेर एन्ड हुनेछु मान्छेसँग पैसा छ र पो यसरी घुम्छन् है यसरी घुम्छन् सिप लिएर होइन आफूसँग त पैसा छैन यसरी हिँड्ने हो टक 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 गरेर के भन्नु है जिन्दगी थुक्का जिन्दगी मान्छेको तर सबै खाली छ ब्रिजहरू त्यो सबै समुद्रको बिच समुद्रको बिचबाट यो पुल बनाएको छ यो पुल यो म हिँडेको पुलको बिचबाट हो मुनि समुद्र छ हौ पैसावाला चाहिँ हिँड्छ पैसावाला जान्छ पैसावाला राउन्ड लाउँछन् पैसाको कम्ती मजा आउँछ त्यसले खुब मजा आइरहेको होला होइन यसले पैसा फ्याँके हेर्दा त्यहाँ माथि नेपाल झन्डाको त अब झन्डा हाल्न पाए नेपालको ओहो अन्त बुढोलाई कस्तो मजा आएको होला ओ बाबा म पनि जान्छु नि मलाई पनि जान्छु पर्ख बाबा म पनि जाने घुमेकोमै सल्टिहालेको छ अब ड्युटी पुग्न लागे थोरै बाँकी छ अलिकति अब 10 मिनट जति त्यसपछि फेरि पुगिहाल्छु एउटा बाटो बनाएको पर्छ त्यहाँ जान सायद होला त्यो मुनिबाट चाहिँ बनाएको रहेछ अघिको ठुल्दिदी पनि मसँगै जाँदो रहेछ ठुल्दिदीले फोटो सुट गर्दै हुन्छ यो चाहिँ हाम्रो ठुल्दाजु हुनुहुन्छ ठुल्दाजुलाई पनि सो यहाँबाट यस्तो घुमाएपछि चाहिँ मुनि झरेर म ड्युटीमा पुग्छु है त ल म त्यहाँ पुगेर फेरि भिडियो गर्ने छु अरू ओके सी यू एक लास्ट राउन्ड यहाँबाट म यस्तै घुमाउने छु है कति आउनेछ के आउनेछ मलाई थाहा छैन ल म पनि यहाँ निस्केँ भने ठिकै छ निस्किन छु भने के भन्नु होइन म पनि यहीँ छु अब यहाँबाट म भिडियो इन गरेर एकैचोटि डाउन मुनिबाट देखाउने छु है अर्को रेस्टुरेन्ट पनि छ यहाँ है डब्बाभित्र पसेर खाना मन छ कसैले भने यो सबै रेस्टुरेन्ट हो दामी रेस्टुरेन्ट छ यहाँनिर यो भित्रै डब्बाहरू बनाएर डब्बाभित्र पनि एसी मजाको बनाइएको छ ल हेर्नुहोस् त तर रमाइलो छ जिन्दगी सानो डब्बा सला डब्बादेखि तर भित्र होटल छ है त्यहाँ रेस्टुरेन्टहरू छ खाने बस्नलाई सिटहरू बनाएको मजाले यस्तो छ दुबईमा पैसा है तो ऐसे नहीं है तो कैसे होइन भन्छ नि एउटा भनाइ छ नि दिदी पैसा है तो ऐसे नहीं है तो कैसे 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 ऐसे सो यहाँबाट चाहिँ पुरै ब्लू वाटरको लागि वेलकम राखिदिएको रहेछ यस्तो गेट बनायो अरे अब एक गेटबाट म बिदा छिर्छु ल गेटबाट छिरेर मुनि गएर जाला जाउँ है त वेलकम टु ब्लू वाटर शान्ति दिदी आउँछ शान्ति दिदी ट्याक्कसँगले हेलो शान्ति दिदी के छ दिदी सन्चै हुनु तपाईँ शान्ति दिदी सन्चै हुनुहुन्छ दिदी सायद सन्चै होला म चाहिँ अब यहाँबाट होइन यस्तो गरेर तल झर्नेछु तल झरेर अब चाहिँ मेरो ड्युटी आउनु लाग्यो है त त्यहाँ देखाउने चाहिँ गएर भित्र अब चाहिँ यो चाहिँ मलभित्रमा ब्लू वाटरको चाहिँ यहाँभित्र एउटा मल जस्तो छ त्यहाँ आइसकेको छु सो यहाँबाट चाहिँ अब म मुनि झरेर टक्कसँग ड्युटीतर्फ लाग्नेछु है त थाकेर भुतुक्कै सो गाइस म चाहिँ भित्र आइसकेको छु अब यहाँबाट थोरै यता देखाउने छु यता यहाँ म्याकडोनल्डहरू छ यहाँबाट यो टावर देखाउने छु थोरै टावर कहिले खिच्न पाएको थिइनँ मैले यो टावरहरू देखाउने छु यो चाहिँ जहिले बिजी भइरहन्छ यतातिर छ यता एरिया चाहिँ सो म चाहिँ अब
तै त्यहाँ गएर वासरुम थोरै पसेर त्यसपछि त्यो म देखाउने छु है त। वेट गर्दै गर्नु होला। म चाहिँ एउटा पर्फ्युम सुन्न दिएको पर्फ्युम ठो रहेछ। सो साथीहरू मैले चाहिँ परबाट यो पुल कटिवरी यतावर आइसकेको छु। यहाँबाट चाहिँ यो चाहिँ ब्लू वाटर हो सबै। यो पुरै ब्लू वाटर हो हैन। यता चाहिँ ब्लू वाटर हो। यहाँ हाम्रो सर पनि आउँदै हुनुहुन्छ। यहाँ हाम्रो सरहरू आउँदै हुनुहुन्छ। हो सर नमस्कार। आराम हुनुहुन्छ? नमस्कार। हाम्रो सरलाई के भन्नु सर? धेरै सर हाई भन्नु। हेलो ल सर चाहिँ यहाँ हाम्रो सेफ हाम्रो सुनिल हाम्रो सेफ हो। सरसँग सेफसँग भेट भयो भर्खरै बोल्दा हेलो हेलो मित्र दाई नमस्कार नमस्कार। यहाँ हाम्रो दाई स्पेसल दाई मेरो दाई मेरो मित्र सेफ। ल म दाईको हालिदिन्छु भरे भाइले गरिदिन्छु। दाईलाई पनि सबै हाम्रो हेड सेफ है मेरो वर्कको सेफ हुनुहुन्छ। सेफलाई डल्लै भेट भइहाल्यो। ल मित्र दाई ल के अरे ईद मुबारक। दाइसँग भेट भयो ट्याक्कासँग पहिला भेट गर्दा गर्दै मलाई भिडियो बनाएर आएन। सो गाइज यो चाहिँ ब्लू वाटर है। अघि देखाएको आइसल्यान्ड उताको चाहिँ ब्लू वाटर होइन। उताको चाहिँ मेरिना बिच हो। यो चाहिँ ब्लू वाटर हो। ब्लू वाटरको यस्तै छ है। उता पनि सबै मैले देखाएँ नि अघि सबै सेम हो। उताबाट घुमेर आएर टक्क यहीँ आएर फेरि यताबाट फेरि उहीँ इन हुने हो है त। यस्तो भन्दाखेरि रमाइलो गरेर भिडियोहरूले रमाइलो छ जिन्दगी। ल अब म यताबाट यो बाटो जस्तै गएर म होइन परसम्म गएर त देखाउने छु। यहाँ चाहिँ आइसक्रिम कि के हो